Hi everyone, welcome back to our channel. सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं हैन त। अब चाहिँ हामी रेडी हुन लाग्यो, हाम्रो मामाको छोराको बिहामा जान लाग्यो। भाउजू कसको बिहामा रे? मामाको छोराको। अब चाहिँ हामी बिहेमा जान लाग्यो। अहिले चाहिँ बिहानको 8 बज्यो अनि हामी चाहिँ छिटै जाने भनेर छिटै रेडी हुन थालेको। 6 बजेबाट रेडी हुने भनेको के रे, अब त्यस्तै त हो। 6 बजे भन्दा 8 बजिसक्यो। निस्किने चाहिँ अब 11 बज्छ होला, तर बजाउने हैन। अब चाहिँ हामी मेकअप केही छैन अनुहारमा। अब चाहिँ अहिले मेकअप गर्छौं अनि त्यसपछि रेडी भएर अनि हामी आउँछौं। अब चाहिँ हामी आइब्रो बनाउँदै छौं। फाउन्डेसन लगाएर हामी के गर्यौं, ब्लेन्ड स्लेन्ड गरेर बस्यौं। अब चाहिँ म आइब्रो बनाउँदैछु। फेरि म मेकअप आर्टिस्ट चाहिँ हैन, फेरि सेल्फ टट मेकअप आर्टिस्ट। मेकअप गर्न लाउनु भयो। मुहाको मेकअप गर्न लाउनु भएछ। आउनु त हैन। यता फेरि मम्मी साडी लाउन तयार हुँदै आउनुहुन्छ। म यता साडी लाउँदैछु, भाउजू यता हामीलाई रेडी पारेर अनि बोल्नु। मलाई कति बेला बनाइदिन्छ त नि, तिमीहरू तयार नहुँदै मलाई बनाइदिए। होइन, एउटा बिहामा जाने भनेपछि हामीलाई मात्रै हो कि सबैलाई हो साथीहरू? एउटा साडी लाएर चाहिँ निस्कँदाखेरि 2-3 घन्टा लाग्छ। यस्तै हो क्या बिहामा हिँड्ने बेलामा त नजिकको बिहा भयो हुन्थ्यो, जान पर्यो, गर्नु पर्यो, त्यहाँ गएर सामेल हुन पर्यो। सबै बाहिर बसेको भित्र ल हाम्रो यहाँ झिल्के भाइ चाहिँ रेडी भएर जान लाहान। भाउजू हजुरले के भन्नु गरे भाइलाई अस्ति नै? को जस्तो लाग्यो रे भन्नु न। राजसमाल जस्तो। अर्का झिल्के फेरि लज भन्छ नि, यहाँ छ नि। कति राम्री देखेको हो त नि, कति राम्री देखेको हो। हिरोइन दिदी, प्यारी दिदी, आजको एकदम मुख्य पात्र दिदी होइन दिदी, मुख्य पात्र। अब चाहिँ हामी जनता जान लागेको कोत्रे। यो च्यानलको ओनर चाहिँ आज बिजी हुनुहुन्छ। आज यो च्यानलको यो भ्लग ह्यान्डल गर्ने चाहिँ उहाँको नन्द छु। जति रिस होइन हाँस्न चाहिँ छोड्नु। दाजु यता हेर्नु त। हामीलाई चाहिँ लास्टै गर्नु भएर यहाँ जुस रहेछ, जुस बनाउने ठाउँ अनि जुस खान आएको। अहिले चाहिँ यहाँ जनता जान लाग्यो, यस्तो गरम भएर है। हजुरले के को जुस खाने रे? हजुरले? मैले म्याङ्गो जुस। भाउजूले के खाने? गफ लगाइदिनु बाबा। के को जुस खाने हो? मैले चाहिँ हामी चाहिँ गरम भएर गाडीमा पाइनएप्पल खाँदैछौँ है। जुसी रहेछ।
दुईटा आयो तान्नु दौ एउटा अजान भयो मिठो हाम्रो यो दुलाको मामा स्ट्रेसमा हुनुहुन्छ है नै हाम्रो आजको दुला गाईको बुवा हुनुहुन्छ दुला र दुलाका भाइ भाइपाटाहरू चाहिँ यहाँ हुनुहुन्छ लास्टै गर्मी के है भाउजू खोइ साइपाटा छोरीहरू अब दौड्यो अब साइपाटा मिले लाइन लाएर बस्नु भाउजूको घरमा भाउजू लिन आइपुग्यौँ कति धेरै खाएको नभन्नु ल हामी चाहिँ यसरी खानु लागेको खाना चाहिँ यहाँ चाहिँ बाबाको भाग छ है यहाँ दाइ हुनुहुन्छ हामी पिकनिक जस्तो भयो बाबा उता पानी लिएर आउनु लाउनु भयो उसके धन कराई हास तपाईँ कराई कसरी आउनु देखेको त नयाँ ठाउँमा आएर तपाईँले खान पाइयो नि साँच्चीकैको भतेरै खास्तो भयो बल्ल
पार्टी म्यानेजमा त भतेर जस्तो हुन्थेन नि त भतेर भन्ने बल्ल भयो लास्टै गर्नु भयो लास्टै गर्नु भन्न ल छिटो भन खाइवरी बसिक्यो सबिना हाम्रो बाबा अझै भ्याउनु भएन है राम्रै सकेर है पिकनिक राम्रै सकेर पिकनिक माइली होइन उहाँ टोलीहरू उता छ नि हाम्रो के अरे दही हो सायद पुरा फेरि क्यारेक्टर भित्रै घुस्नु खाने होइन दही खाने होइन आउँछ उहाँ चाहिँ मामाहरू यता भाइ दही लिएर आएर हो कि हिँड्नु होला फेरि छोरा बिहा खुसी मालिलो खानै नखानु होला फेरि के छ कान्छा सातै पर्छ फेरि मध्ये हामी सबले खाइसक्यो कस्तो गर्मी भयो कि जाडो भयो कि कस्तो भयो भाउजू नबस्दै गर्न त भ्लगमा देखाइदिनु उता यता दही कस्तो आज सबैजना देवर बाबुहरूसँग फर्स्ट बिए पछिको एटेन्ड गर्दा कस्तो अनुभव भइरहेको त नि भन्नु न एकदम रमाइलो अनि यी देवर बाबु कस्ता रहेछ अलिक झिल्केर छन् है यिनले एउटा केटी खोजिदिने हो कि खोज्नु भयो कि खोज्नु पर्दैन म चाहिँ अब त्यही यही सम्पर्कबाट कोही आउनु त भने म सम्पर्क नम्बर कमेन्ट गर्नु होला कमेन्टमा गर्नु कमेन्ट गर्नु म जस्तो राम्रो पाउने भाग्यमानी बन्नी भयो मन पर्यो ए लेख्नु मन नपर्यो बी लेख्नु अनि यस्तो बेल आइकनमा ट्याप 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 गर्नु यहाँ सब्सक्राइब गरे मात्रै आउँछ न जान्नु भन्नु न फेरि अझै सब्सक्राइब गरेमा मेरो के अरे इन्स्टा आइडी फेरि के त दाजुको के खबर म यस्तै भएर बोल्नु सक्दैन यो दाइ पनि फेरि हुनुहुन्छ यसलाई पनि फेरि रे बाबु यो त उता फेरि बाबु झिल्के यता दाइ भाउजूले नि खाएर सक्ने बेला भइसक्यो त के खानु मन लाग्यो दही चाहिँ अनि यो चाहिँ हाम्रो भाइ चाहिँ ब्याचलर्सको चाहिँ एभ्री इयर टपेको मान्छे हो चाहिँ होइन अहिले थर्ड इयर नि टपेको हो उसको फोर्थ इयरको इक्जाम चाहिँ अब 5 गतेबाट छ त्यो पनि उसको टप नि धेरै उस छ कि हो कि भाउजू भन्दिनँ त मलाई ढाँटे जस्तो लाग्छ अघि पहिला यो टप्यो अनि लास्टमा पनि झलास्तो भ्युजी अरे भाउजू कस्तो फिल भइरहेको रमाइलो बोर्ड त होइन हजुरलाई देवर बाबुहरू कस्तो लाग्यो त एकदम रमाइलो हुनुहुँदो रहेछ रमाइलो राम्रो भन्नु न रमाइलो त हामी पहिल्यै थियो नि राम्रै सुन्न मन लाग्छ राम्रो पो कसैले भन्दैन रमाइलो त छ भाउजू कस्तो लाग्यो त मलाई एकदम उत्कृष्ट लाग्यो अनि 33 कोटी होइन कति गुड 36 गोलले एउटा दुईटा गोल त छोड्न पर्दैन नत्र त्यो उसै भन्ने जस्तो हुन्छ कि 32 मिलाएर भन्ने 30 गोलले परिक्त हुनुहुन्छ के भन्ने भाउजूको दिन हो क्या भाउजू पनि यता भाउजूको त तारिफ गरेर भन है दाइ भन्दा पनि हेर्नु न के गर्न लाग्छ यस्तो गर्नुभयो दाइले अब मिसल हान्दिनु दाइ 5 मिनेटमा आउँछ
अनि राम्रो आइछ म कस्तो आएको भन्ने कुरो हिरो देखिनु भयो मुख त धोरा आएको के लाइफ पैसा लाइफ पैसा यता कालो रहेछ यता जेब्रा क्रसिङ भयो कि जेब्रा क्रसिङ सबसे कान्छो भाइ है म एकदम कान्छो देवर कान्छो देवर अब त कान्छो ज्वाइँ कान्छो छोरो देवर सबै कान्छो त हजुर देवर कान्छो देवर आमा कान्छो छोरो कान्छो नाति सबैको कान्छो ठुलो कान्छो फेरि अब चाहिँ हामी फर्किन लागेको केटीपार्टीहरू चाहिँ दाईहरू चाहिँ हामीलाई त्यहाँसम्म भाइहरू हामीलाई दोकानसम्म पुर्याउन जाने हामी चाहिँ वहाँ गएर फेरि रतौलीमा नाच्ने हो आज बाजामानी नाच्यौँ भाउजू रतौलीमा नाच्न कतिको एक्साइटेड हुनुहुन्छ अनि रोशन भरे भाउजू लिएर आउने होला नि तिमीहरूले त भाउजू लिएर आउने होइन रतौलीमा पनि डान्स हान्ने होला नि त अनि बेलुका त तिमी मजाले बाजामा नाचेर आऊ है मलाई भनेको अनि यिनीहरू चाहिँ एकदम गरिम भएर कोक पाइने ठाउँसम्म मात्र जाने रे चिसो पाइने ठाउँमा है साथीहरू सुन्ने खा यहाँ त्यही गर्मी भएर कोक खानाको दाईहरू नि यहीँ हुनुहुँदो रहेछ बस्नु भयो के अरे के भयो सुधा दिदीले भन्नु यहाँ त कुली पनि चिसो हुँदो रहेछ कुली अरू होइन कुली अब चाहिँ हामी फर्किन लागेको घरबाट बाटो बिर्स्यौँ फेरि है अहिलेको जस्तो अघि नै यति धेरै बाटो पुग्यो थियौँ अहिले नै हिँड्नु पर्यो यहाँ त पानी के अरे पानी हाले बालुवा हाले त फेरि उताबाट रहेछ कि चार पाँचवटा बाटो कता हो कता सधैँ अरूको बिहा खाना मात्रै जाने हो दाजी कहिले त न हजुरको बिहा खाना पाउने भन्नु न त्यस्तो भन्नु त नपाइ हो भाउजू दाईको बिहा खानालाई कतिको उस गर्नु भन्नु त अनि भएर मात्रै बस अहिले चाहिँ हामी यता कस्तो राम्रो देखिनु भएछ मम्मी चाहिँ माइलसँग गएर सम्धिनी भएर आउनुभएको कति रमाइलो गरेको थियौँ हामीले
सकेर हामी चाहिँ घर फर्किन लाग्यो। ल बाबा यता हेर्नु ल, भन्नु आजको बिहे कस्तो भयो त नि? बिहे भतिजाको बिहे, ठुल्दाइको छोरो कान्छाको। हजुर खण्डन डाँडा एकदम रमाइलो भयो। साह्रै रमाइलो बिहे चाहिँ साह्रै रमाइलो बिहे खाइयो। ल भन्नु दाजुलाई कस्तो भयो? एकछिन रोकेर यता हेर्नुहुन्छ कि? ल मम्मी कस्तो भयो? म त कसरी अनगिन्ती गरौँ कि मैले कसरी भन्ने नि शब्दै छैन मसँग। बिहान गएबाट नाचेको छ नाचेको छ नाचेको छ नाचेको छ नन स्टप नाचेर यस्तो पसिना भएर सम्झिने हुन पनि गइयो। भदाको बिहामा अति खुसी भयो। दाइलाई पनि कस्तो भयो दाइ? भाउजूलाई कस्तो भयो? एकदम बिहा जान मन थियो एउटा, सबै बिहा देखेर रमाइलो भयो। साँच्चै एकदम रमाइलो भयो नि। रमाइलो भयो कि यता सासु बुहारी रेडी हुन लाउनु भयो। आज हामी कहाँ जाने अरे? हामी पार्टीमा खतरा राम्रो देखियो कलर त तर है फाटी कलर जस्तै। कस्तो भइछ? हामी पार्टीको लागि निस्किन लागेको होइन। ओहो हाम्रा घरका ब्युटिफुल ब्युटिफुल देखाउँछु नि। ल भाइ ल ल दाजु यता आउनु न। पार्टीको लागि रमाइलोको लागि हामी जान लागेको। हिजो हामी बिहामा गथ्यौँ नि त। रुनो बाई बाई, राम्रोसँग बस। पार्टी खाएर चाहिँ बिहा सकियो भनौँ न है साथी हो। हिरोदेखि अरे त बाबा आज ठुल्दाइको छोराको कान्छो छोराको बिहाको फोन आइसक्यो ढिलो भयो भन्न। चार पाँच दिनै भइदियो बोलाइसक्यो। ल जाम ल ल अब यहाँ ढोका लगाउने तयारी हुँदैछ होइन। ए दाजी खोइ हामी जाने, हामी अब जाने तयारी गरौँ साथी। ल आज चाहिँ हामी जाने गाडी यो हो होइन साथीहरू। बाई बाई भाउजू, अब बेलुका आउँछौँ। मम्मी त हिरोइन भएर उता भाउजू र दाइलाई बाई बाई गर्न लाउनु भयो।
नर्मली हिँड्नु न किन फर्मेल बुहारीले फेरि उता आज त खासै गर्मी छैन है बाबा फेरि उता ढोका लाउनु भयो जाम लेट्स गो बाई बाई जगन दाइ 22 गते आजको हाम्रो पार्टी लुक्स चाहिँ यस्तो छ सेकेन्ड डे गर्नु पार्टीमा जाँदै हामी कहाँ गर आफै रेडी नहुने नि कन्टिन्यू पनि माथि म झसङ्ग भएँ कि यो उसले हल्छायो कि यस्तो हेर्नु त मेरो नि पल्टेको होइन अस्ति यहाँ आउँदाखेरि हामी चाहिँ यता मामा घर आयौँ अब यता सबै जम्मा भएर पार्टी प्यालेस जान्छौँ भाइ चाहिँ बल्ल आएको रे बल्ल कपडा लाउनु जाने रे जानु गर आइहाल्नु त्यसो भए गर आउनु गर आउँछ हजुर फुट्यो मेरो नि त्यस्तो नि फुटेको यहीँ अस्ति कता उता मलाई भाउजूले गाली गर्नुभयो साथीहरू बच्चा जस्तो गर्नु घरि अनि गाली गर्नु पर्यो नि त साडी बिगारे मैले ल चल ल हामी चाहिँ फेरि अब मामा घरबाट चाहिँ पार्टी प्यालेसतिर चाहिँ फाइनल्ली आयौँ होइन चाहिँ अब आइसक्यौँ होइन फाइनल्ली हामी आयौँ होइन ए यहाँ माथि रहेछ यहीँ हुनुहुन्छ सबैजना नमस्ते दाई दर्शन भाउजू ल खाना कस्तो लाग्यो टेस्टी है बाबाले खाना सक्नुभयो मामा खाना सक्नुभयो दही खानुभयो दही खाइसक्नु भयो कति छिटो हुँदो नि मम्मी अझै रोस्ट तान्दै हुनुहुन्छ साथीहरू बाबा नि सक्नु लाग्नुभयो चाहिँ भाउजूको चाहिँ दही खाने पालो आइसकेको छ ससुरा बुवाको माया नि होला जस्तो छ है बा प्रेसरको दबाई यसो हाल्नु भन है उता टिस्यु दबाई फाइनल्ली हाम्रो हिरोको इन्ट्री भयो ल ल हाम्रो कालो भाइको नि इन्ट्री भयो ह्यान्डसम भएर आइज हाम्रो रोसुलाज मानि हिँड्नु राजदाज भनेर बोल्ने हुन्छ तपाईँलाई वेलकम छ हाम्रो रिसेप्सन भन्दैन म गाउँछु ल वेलकम गर अनि तपाईँले स्वागत छ हाम्रो भाउजू एकाउन्ट चाहिँ भाउजूको है रश्मि ठाकुरी भाउजूको यो युट्युब च्यानलबाट चाहिँ मेरो सुमन थापा न्यानो वेलकम सुरज थापा र मनिषा थापाको चाहिँ म्यारेज रिसेप्सन भइरहेको छ
साली म चाहिँ साली डिस्काउन्ट तपाईँको थिएँ अनि यता दाइ हाम्रो एकदम ठुलै नमस्ते गर्नु दाइ नमस्ते साली ल्याएर नमस्ते गर्नु दाइले यता कि यता काली नमस्ते गर नमस्ते हाम्रो दाइ यता कता दुला दुलेहरू त फोटोसुट भइरह होइन दुला दुलेको फोटोसुट भइरह सही तरिकाले भन्नु सबैको नाम के हो जनता जान्न चाहन्छन् मेरो नाम मेरो छट्टु देवरजी भन्दिनु मेरो नाम सोचेर भन्नु नि त्यही भन्नुपर्छ के भयो हुन्छ पार्टी फाइनली सकियो आज अब हाम्रो ब्लगको द इन्ड हुँदैछ होइन थकित अवस्थामा छन् सबैजना नाचेर ओरेर अब चाहिँ हाम्रो बिहे पार्टी सबै भ्याइयो अब चाहिँ हामी घर जानु लाग्यो बाई बाई ल बाई बाई